गाउँले बलदेव अधिकारीज्यूलाई उहाँ बडो मिठो कविता लेख्नुहुन्छ, मिठो बाँच्नुहुन्छ। अब उहाँ आएर हाम्रा कानलाई र हाम्रो मनलाई आनन्द दिनुहुन्छ कविताको मिठो सुसेलीमा। पस्यो बोल्न भने सकेनौ, हेरी पस्यो बोल्न भने सकेनौ, अन्तर व्यथा बोल्न अझै सकेनौ। आधा मुठी सास अवश्य दिन्थे, दाता थियौ माग्न अतः सकेनौ। भन्थे पिता हिन्दू भयौ सुपुत्र, फुस्सै उड्यो बेल्यो नबाट सास। कुरा निकै गर्नु थियो परन्तु, आँखा चली भागी गयो सुपुत्र। न कष्ट दिन्छौ न त खान खोज्छौ, न कष्ट दिन्छौ। यो बाँचेको भाउ भन्दा मरेको भाउ धेरै मजा आएको हुन्छ। न कष्ट दिन्छौ न त खान खोज्छौ, न तीर्थ जाने कठिनाई रोज्छौ। पिता सुनिश्चिन्त चिता सैले, न सान खोज्छौ न त मान खोज्छौ। ज्ञानी जन झै निदायौ, मेरै काखमा उहाँ निदाउनु भएको थियो। लुपुक्त ज्ञानी जन झै निदायौ, ज्ञानेन्द्र ज्ञानेन्द्रिय नै बिसायौ। आगो लगायौ तर सौम्य शान्त, औधी रिसायौ पहिले रिसायौ। जलाइयो सुन्दर मांस पिण्ड, बनाइयो कृत्रिम दूध पिण्ड। गाली करे प्रेत भनेर डाके, गाली करे प्रेत भनेर डाके। के हुन्छ अर्को तुलनीय दण्ड, गाली गरे प्रेत भनेर डाके। के हुन्छ अर्को तुलनीय दण्ड। पिता न जाति, मेरो पिता भन्दा पिताको चित्र धेरै मजा आएको। पिता न जाति तर चित्र जाति, पिता न जाति तर चित्र जाति। खानै नपाए पनि बस्छ हाँसी, पिता न जाति तर चित्र जाति। खानै नपाए पनि बस्छ हाँसी, मूर्ति जस्तै चुपचाप बस्छ, गर्दैन गाली कहिल्यै म माथि। मूर्ति जस्तै चुपचाप बस्छ, गर्दैन गाली कहिल्यै म माथि। खोक्दैन उ दुःख दिँदैन, खोक्दैन उ दुःख दिँदैन। च्यातो सिमोटो तर त्यो रुँदैन, खोक्दैन उ दुःख दिँदैन। च्यातो चिमोटो तर त्यो रुँदैन। भित्तो भए पुग्छ लिँदैन ठाउँ, भित्तो भए पुग्छ लिँदैन ठाउँ।